Hello and namaste to every SE appeared student. Congratulations by the way, तपाईहरुले भर्खरै SE दिनुभएको छ. I hope तपाईको रिजल्ट राम्रो आओस्. So SE त सक्नुभयो, यो जुन 3 month को ग्याप हुन्छ यसमा चाहिँ तपाईहरुले एउटा वाइज डिसिजन अझै पनि लिन सक्नुहुन्छ. यो समय भनेको मान्छे बिग्रिने, डुल्ने, घुम्ने, बस्ने जुन समय हुन्छ, यो समयमा चाहिँ धेरैले यो समयलाई मिसयुज गरिरहेको हुन्छ. Therefore I want you to be aware है, यो समयमा चाहिँ तपाईहरुले आफुलाई हैन आईटी मा चाहिँ अलिकति प्रोफिसिएन्सी आफ्नो आईटी को स्किललाई चाहिँ अलिकति डेभलप गर्ने समय हो. Therefore I encourage you every SE appeared student to join Aksa Institute of Technology. हामी चाहिँ चरीकोटमा बेस्ड भएको एउटा कम्प्युटर इन्स्टिट्युट छौं जसले चाहिँ धेरैवटा कम्प्युटर रिलेटेड कामहरु हामीले यहाँ गरेको छौं. We have different types of courses तपाईहरुलाई प्रोवाइड गर्नको लागि, and we are also providing free basic course on every diploma courses. You join us. अनि जस्तो कि यदि तपाईले भिडियो एडिटिङ सिक्नुहुन्छ हैन, प्रोफेसनल लेभलमा भिडियो एडिटिङ गर्न चाहनुहुन्छ, 3D एनिमेसन्सहरु सिक्न चाहनुहुन्छ, गेम डिजाइनहरु हैन, त्यसैगरी वेब डेभलपमेन्ट हैन एन्ड प्रोग्रामिङहरु तपाई सिक्न चाहनुहुन्छ भने चुज अक्सा इन्स्टिट्युट अफ टेक्नोलोजी. यहाँनेर हामी तपाईहरुलाई प्रोफेसनल को थ्रुबाट प्रोफेसनल लेभलमा तपाईलाई पढाउने गर्छौं. We have a हाई-टेक कम्प्युटर्सहरु छ हामीसँग, अनि योबाट चाहिँ हामी तपाईहरुलाई नयाँ कुराहरु सिकाउन गइरहेका छौं. So if you are here in Cherikot or somewhere around in Dalakha, तपाई यदि कम्प्युटर सिक्न चाहनुहुन्छ भने please visit Aksa Institute of Technology.